हे गाइस स्वागत छ हजुरहरूलाई मेरो छोटो मिठो भ्लगमा है गाइस। आज चाहिँ हामी यसो होस्टेलदेखि बङ हालेर सिजनको रुममा आज स्टे बस्न गइरहेको छौँ है गाइस। अनि यस्तो आज त फुल्ली इन्जोय हान्नुपर्छ, पार्टी हान्नुपर्छ, एकदम बेस्ट दिनेछौँ होइन। आज चाहिँ भ्लग रातिदेखि सुरु भइरहेछ है। खगेन्दा केही भन्न चाहन्छौ? भन्न के चाहनु यार, आज एक्जाम एकदम म्याथको एक्जाम बवाल भयो है। केमिस्ट्री बवाल हो है। नसोच त्यहाँभन्दा धेरै राम्रो भयो। केमिस्ट्री पास मार्क्स पनि 740 है। पब्लिकसम्म रुममा गएर भेट्नेछौँ। अनि त्योभन्दा अगाडि सिजनको रुममा के खान्छौँ भनेर हामीलाई पनि थाहा छैन। सिजनले के खुवाउँछन्, सिजनले डाके हुन्। आज पैसा घरदेखि पैसा आएछन्, स्पोन्सरमै हुँ भनेर डाकिरहेछन् है। अब मासु होला, स्प्राइट होला भन्ने छ है। आज त रेड बुल त हुनु होला नि, पैसा माग्नुपर्छ। ओ आज खानु मिठो खानुपर्छ अरे है। ओके ल हामी घोराइको गल्ली हिँडिरहेछौँ। त्यो यति योभन्दा हल्का अगाडि एउटा जान पहिचान मतलब सिजनको रुम छ है। त्यसपछि अरू के भन्नु छ? आँखा देखिन्न नि तर लाइट मेरेर क्या। ओइ साथी, एउटा दोस्तसँग भेट भएको थियो है। अनि हल्का भलक गराउने भनेर हल्का बेइज्जती फिल पनि भयो आफूलाई। तर के छैन, हामी अब सबैले सब्सक्राइब गर्नु पऱ्यो, सपोर्ट गर्नु पऱ्यो है। खगेन्द्र सबले सपोर्ट गर्नु पर्यो। खगेन्द्रलाई त नआउँ भनेको थिएँ, गर्लफ्रेन्डसँग कल गरेर राखेको थिएँ। तर मैले जाम्के भनेर धेरै कोसिसपछि लिएर आएको छु है। यहाँ त गर्लफ्रेन्ड भए मान्छे यस्तो लुक्स हेरिदिउँ न। लुक्स यो लुक्स चाहिँ फेरि मार्केट खान्छ नि, थाहा छैन। एजुकेसनमा फेरि पुरै ग्राउन्डमा बस्दिन्छ नि फेरि त। यहाँ डेन्जर हुनु मलाई। एजुकेसनको त डन यो भिडियो काटिन्छ अरे। एजुकेसनको डन हुनु है, केटी पठाउनुमा। अरू फेरि लडाइँ झगडा गर्ने सोच हामी मेरो साथी है। हाम्रो सबै आइरहेछन्, सिजनको रुममा पुगिरहेछौँ। भरतपुर साइडनिर हाम्रो लोकेसनको भिडियो आउनु छ भने अब पुच्चीहरूको बाबुहरू पुच्चीहरू छन्। अब कोही खगेन्द्रसँग भिड्न कोही चाहनुहुन्छ भने इच्छुक, म खगेन्द्रको म्यानेजर हुँ है। अनि म रिङमा लगेर सिधा गराउने छु भाइट है। यदि कोही लड्न इच्छुक हुनुहुन्छ भने ल सम्पर्क गरौँ। नेल्सन आइडी नेल्सन बोरा नेपालीदेखि छ, मेसेज गरौँ सिधै मेसेज। फेरि रिस्क नपराउनु पर्दैन फेरि। ल अब हामी सिजनको रुममा पुगिरहेछौँ। ल सिजनको रुममा हामी पुगिसकेका छौँ आज है। सिजनको रुममा पुगेका छौँ। सिर्जन बेबी गफ त ल हाम्रो राजा फेरि यता हेडफोन फेरेर। ओहो साथी के छ मेरो भ्लगमा केही भनिदिनु पऱ्यो साथी। आज भ्लग स्टार्ट भयो क्या। भरेको द्वारा नि अब स्टार्ट गर्नुपर्ने भयो अब। सब्सक्राइब भयो कि भनिदेऊ न साथी यार। तिमी के अरे सब्सक्राइब केही भनिदेऊ न यार। लाइक फलो मेहनत गर्दैछ साथी, त्यो गरिराख भन्नु पर्दैन कसैले। मेहनत क्या साथी। मेहनत भन्दा नि अब हुन्छ नि, अब मतलब पहिले भनेको छु कि तिम्रो फ्यानहरूलाई भनिदेऊ न केही, तिम्रो फेसबुक फ्यानहरूलाई भनिदेऊ न मलाई। बाँकी लाइक करो, कमेन्ट करो, सब्सक्राइब करो, मेरो भाइको फलो करो। खै लुक्स हेरौँ न एकचोटि ल। भागी हो अरू के भने। ल हाम्रो लुक्स चाहिँ यस्तो छ। नाइस टु मिट यु। इन्टरभ्यू लिऊ है। ए ल अब आज इन्टरभ्यू भइरहेछ है। ल गाइज म क्यामराम्यान। भन्नुहोस् आज कुन ब्रान्डको खानुहुन्छ? आज कुन ब्रान्डको खानुहुन्छ? आज कोका कोला खान्छौ कि स्प्राइट खान्छौ कि? चल्दै जान चाहन्छु। को खान्छ बे? कोक। अनि तपाईँ? म चाहिँ ल हजुरहरूलाई कुन मनपर्छ ल भनिदिनु पऱ्यो है। अरू केही हजुरको बारेमा यसो तपाईँको इन्ट्रो, कहाँदेखि आउनुभयो, के गर्नुहुन्छ, को हुनुहुन्छ? ओए गइदिनु कडा ल त गाइज है। चार्जर अलिक कम छ, चार्जर लगाएर म फेरि पनि भ्लगमा जोडिरहेको छु मासुको भात खाँदाखेरि है। ल 1 hour later. हेलो गाइज है। अब हामी मासु पाकिसकेको छ। हाम्रो सिजन कुकम्यान सिजनले मासु पकाइसकेका छन् है। हेरौँ मासु। ओहो मासु खोइदिएर जाने 1 घन्टा पिस पर्न सक्ने सम्भावना छ है। खगेन्द्र अनि सिर्जन नेल्सन अनि अब आज अनि स्प्राइट सँगै छौँ है। आज इन्जोय हान्नुपर्ने हुन्छ।
के भन्छ साथी खगेन्द्र गर्लफ्रेन्डसँग कुरा गरेर छन् है गर्लफ्रेन्डलाई लास्टै माया गर्छन् यदि के कतैदेखि झुक्केर हेर्नुभयो भने अब म पछि भाइरल भयो भने पछि हेर्नुभयो भने तपाईँलाई यति माया गर्थेँ भनेर सम्झिनु है नाम चाहिँ पब्लिक नगरिदिउँ अब लपरा मान्छे बिहा फिक्स हुन्छ है ल सिजनको गर्लफ्रेन्ड छ नि कोही बनिदिउँ त हाम्रो गर्लफ्रेन्ड कोही बोलिदिएँ बोल्छ म बोलिदिएँ मलाई चाहिएको छैन एउटा गर्लफ्रेन्ड चाहियो यसो नम्बरमा बायोमा के अरे स्क्रिनमा हालिदिन्छु टक्क कन्ट्याक्ट गरौँ त हर्सम्म ल अब हामी भात खाने पर्ने हुन्छ साथीले अब भात हाल साथी भात हाल हामी यसो भात सात हाल्ने यसो भइरहेको छ मासु छ दाल छैन दाल छ झोल बनाएको हो पुग्छ भने त हुन्छ साथीले चाहिँ जुई पाल्न सक्छन् है अब पाल्न सक्छन् ए छोराछोरी पनि फाल्छ साथी मलाई यति कम खान्छ जस्तो लाग्यो यार गाई हेर न शरीर यत्रोसँग हात्ती जस्तो मासु मासु ओए म त एकमै खान्छु मासु आउँदैछ है मलाई मासु मलाई छाल नलाग्यो है हो ल हामी भात खाएर सुत्ने हो अब भलक अरू केही भन्नु छैन यतिमा भलक अन्त्य गरौँ अब नयाँ नयाँ भलक आउँदै गर्ला अब कति पछि हप्ता आउँछ कि महिना पछि आउँछ ल प्रतिसँग बस्नु यदि मनपर्छ भने मन पर्दैन भने अब के भनौँ र ल बाई टाटा गुड नाइट